नमस्ते साथीहरू, ल हेर्नुहोस् है, आज चाहिँ मसँग हेम्पसायर काउन्टी काउन्सिलको 4वटा चाहिँ पेनल्टी लेटर छ है। 2टा मेरो नाममा, 2टा मेरो हस्बेन्डको नाममा। यो चाहिँ नानीहरूको 2टा छोरीहरूको लागि हो। उनीहरूको स्कुलबाट आएको हामीलाई, स्कुलबाट भन्दा पनि काउन्सिलले पठाएको। अब स्कुलले चाहिँ काउन्सिललाई नोटिस गर्दो रहेछ, यदि युकेमा बस्नुहुन्छ भने चाहिँ अनि अनअथोराइज्ड होलिडे लानु भएको छ भने चाहिँ यो तिर्नै पर्छ काउन्सिलबाट, जसलाई पनि लेटर आउँछ। अनि पर प्यारेन्ट्स चाहिँ 80 पाउन्डको आउँदो रहेछ है। अनि जम्मा टोटल हामीले 320 पाउन्ड चाहिँ पे गरिसक्यौँ। अब पे गरेन भने त 21 डेजमा डबल हुने 160। अनि तपाईँलाई कोर्टै पनि लान सक्छ है, यहाँको नियम चाहिँ त्यस्तो छ। अनि यस्तो हुने रहेछ कि कतिजनाले मलाई साथीहरूले सोध्नुहुन्थ्यो, अब होलिडेमा लानुभयो के गर्नुभयो, कसो गर्नुभयो भनेर सोध्नुहुन्छ क्या। त्यही भएर म चाहिँ अब यसो मैले थाहा पाएको कुरा सेयर गरौँ भनेर आज यो सानो भिडियो बनाएको। अब अथोराइज्ड होलिडे चाहिँ तपाईँको आफ्नो फ्यामिलीमा कोही मेम्बरहरू इन्ड अफ लाइफ होइन, अथवा एक्सपायरै हुनुभयो भने चाहिँ स्कुलले अथोराइज गर्छ। जस्तो हाम्रो जस्तो केसमा चाहिँ अब होलिडेको लागि जस्तै भयो नि त। त्यो अनअथोराइज चाहिँ तपाईँले स्कुलमा गएर इन्फर्म गर्ने, यो डेटदेखि यो डेटमा जान्छु भन्ने। अनि अब तपाईँको बच्चा त तपाईँले लान पाउनुहुन्छ, उनीहरूले नलैजा त भन्दैन क्या, तर उनीहरूले यस्तो यस्तो फाइन लाग्छ भनेर भन्छ। अनि स्कुलको फर्म हुन्छ, रिजन पनि दिने, तर अब उनीहरूले रिजन हेरेर अथोराइज गर्ने अनि अनअथोराइज गर्ने हुन्छ होइन। अनि अब तपाईँ होलिडेबाट ब्याक भएपछि 1 महिना पछाडि तपाईँलाई यस्तो लेटर आउँछ क्या आफ्नो काउन्सिलबाट। अब यहाँ नाम एड्रेस छ, अनि यतापट्टि चाहिँ कसरी पे गर्ने भनेर एकाउन्ट नम्बरहरू सबै रेफरेन्स नम्बर डराउनै पर्दैन क्या, कहाँ के भनेर सबै हुन्छ क्या, यसमै लेखेको हुन्छ। अनि अब विदिन टाइम फ्रेमभित्र पे गर्नु होला है। अब यो इन्करेज त गरेको होइन होलिडे लानुहोस् भनेर, तर यस्तो हुँदो रहेछ यहाँनिर है युकेमा।